हेलो हेलो साथीहरू दर्शन नमस्कार सबैजनालाई। म चाहिँ आज भ्लग्स भिडियो बनाउनु आइरहेको छु। यहाँ यस्तो छ केलसीमा टक भ्लग भिडियो बनाउँदै आइरहेको छु। भ्लग भिडियो बनाउनु लागि यसो अनि भन्नुहोस् के छ हलिचली, के छ सन्चो पिसन्चो। यहाँ चाहिँ यस्तो छ, यो रामदानको चट्ट सजावट होइन, यस्तो छ यहाँ है। यहाँतिर मार्केटतिर यस्तो छ केलसीको मार्केट। यो चाहिँ म पहिले भिडियो बनाउँदाखेरि आएको त्यो चाइनिज न्यु इयरको त्यो दीपावलीको भिडियो बनाएको छु होइन। त्यही भएर म फेरि यो ईदको पनि भिडियो बनाउन भनेर चाहिँ भिडियो बनाएकै गाइजहरूलाई कस्तो लाग्छ राम्रो लाग्यो सपोर्ट गरिदिनु पर्यो है साथी हो। यस्तो छ यहाँ केलसीमा चाहिँ काम गर्ने ठाउँमा। यहाँनिर यस्तो छ, यहाँ हेर्नु सक्नुहुन्छ केलसीको पुरा सजावट पुरै बवाल छ है। ल यस्तो छ। ल साथी हो म चाहिँ यो लेभल 2 मा आइपुगेँ है। यो लेभल 2 बाट देख्ने दृश्य यस्तो छ। यहाँबाट है यति राम्रो सजाएको छ होइन। दीपावलीको पनि यस्तै सजाएको छ। चाइनिज न्यु इयरको झन् योभन्दा राम्रो थियो यो, तर वर्ष पनि छुट्टै छुट्टै हिसाबले सजाइन्छ। सधैँ एउटै पाराले हुँदैन। ठ्याक्क म लेभल 2 मा आइपुगेँ। म तल लेभल 3 मा के अरे लेभल सी लेभलमा गएर म तलको देखाउने छु है तपाईँहरूलाई। भिडियोमा चाहिँ हेरिरहनु होला। नेपाली सेक्युरिटी गार्डहरू यहाँ मलाई हेर्दैछ, हाँस्दैछ केटाहरू। यतापट्टि चाहिँ यो जलान के भन्छ, आम्पाङ इन्ट्रेस्ट है। यो साइड आम्पाङ इन्ट्रेस्टको यस्तो छ, हेर्न सक्नुहुन्न। यहाँबाट टक्क देखाउनु यस्तो प्रकार छ आम्पाङ इन्ट्रेन्स चाहिँ ट्याक्क होइन। यस्तो गरेर चाहिँ छ, टक्क हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँतिरको सजावट चट्ट परेको छ। यस्तो छ है पुरा झिलिमिली सबै दामी ताले सजाएको छ। यहाँबाट यस्तो देखिन्छ। यो लेभल 3 हो। तल जाने लिफ्ट, माथि आउने लिफ्ट सबै छ। यो एस्केलेटर हो, यसलाई एस्केलेटर भनिन्छ। ल साथी हो म चाहिँ यो लेभल 2 मा आइपुगेँ है। यो लेभल 2 बाट देख्ने दृश्य यस्तो छ। यहाँबाट है यति राम्रो सजाएको छ होइन। दीपावलीको पनि यस्तै सजाएको छ। चाइनिज न्यु इयरको झन् योभन्दा राम्रो थियो यो, तर वर्ष पनि छुट्टै छुट्टै हिसाबले सजाइन्छ। सधैँ एउटै पाराले हुँदैन। सी लेभलमा गएर म तलको देखाउने छु है तपाईँहरूलाई। भिडियोमा चाहिँ हेरिरहनु होला। सबै मार्केट छ यहाँ चाहिँ पुरा छ है। फाइनल म पुगेँ है साथीहरू, तल लेभल सीमा सजाएको ठाउँमा म पुगेँ। यतातिर मेकअपको सामानहरू किन्नु मिल्दै छ मेकअपको सामान। ल देख्न सक्नुहुन्छ यहाँ म फाइनली पुगेँ। फोटो हान्ने मान्छे, भिडियो गर्ने मान्छे यहाँ चाहिँ भिड हुन्छ, एकदम फुल भिड हुन्छ। ल हेर्न सक्नुहुन्छ कस्तो मान्छे। यो इन्ट्री हुने गेट।
दुईटा गेट रहेछ यसको दुईटा गेट। यहाँ इन्फर्मेसन काउन्टर, मेरो पछाडि इन्फर्मेसन काउन्टर छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ दर्शक ब्रेनहरू कति धेरै मान्छेहरू छन्, भिडियो गर्ने प्रोडक्सन ठाउँहरू यस्तो छैन साथीहरू। तलबाट भिडियो गर्छ यस्तो दामी आउँछ है फुलहरू चट्ट होइन। यहाँको चाहिँ विशेष हुन्छ साथीहरू चाहिँ यो विशेष खालको हुन्छ है साथीहरू। कस्तो राम्रो स्वागत फुलै फुलको संसार है। त्यो नेपाली दाजुभाइ सेक्युरिटी सब नेपाली दाजुभाइ सेक्युरिटी फुल। यहाँ माथि त्यस्तो देखिँदैन ल, क्लियर देख्दैन यो फेरि मेरो मोबाइलले। ल हेर्न सक्नुहुन्छ कस्तो दामी चालेर सुहाएको छ। ल हेर्नु साथीहरू फुलै फुल सबै मिलाएर सजाएको छ साथीहरू। ब्याकग्राउन्ड म्युजिक पनि बजिरहेको छ, फेरि कपिराइट पो लाग्छ त युट्युबमा त गाह्रो छ। यहाँको कपडाहरू यस्तो राम्रो कपडाहरू छ यहाँ। यस्तो देखिन्छ माथि बस्ने फोटो खिच्ने ठाउँ पनि बनाएको रहेछ यसपालि। यस्तो दामी बनाएको छ, सजावट चाहिँ बवाल छ क्या। पर्यटकहरू त्यसै त आउँदैन कि केल्सी घुम्नु, धेरै पर्यटकहरू आउँछन् यहाँ। यो स्टेप्स यस्तो दामी छ। ल म माथि बसेर देखाउँछु तपाईँहरूलाई। बस्ने मिल्ने रहेछ। म बसेर नि हेर्दै भन्नै लडेन यार, डरै पो लाग्यो त यार। केटीहरू हाँसिरहेको छ यहाँको केटीहरू। भन्दा अब चाहिँ म लास्ट भिडियो गर्दै जान्छु है, थोरै भिडियोहरू गर्छु यो अगाडि। तपाईँलाई के चाहियो के सपिङ गर्ने ठाउँ त यस्तो हुनुपर्छ कि यो एउटा मात्रै मार्केटमा यहाँ लाखौँ मान्छेले काम पाएको छन्, लाखौँ मान्छेले रोजगार पाएको छ। यस्तो हुनु पऱ्यो के विकास। यस्तो दामी दामी ठाउँ यो यत्रो सानसानो पसलहरू छ, तर यहाँ कति धेरै विस्तृत सानसानो पसल भयो। यस्तो छ, यस्तो मजाले सुहाएको छ होइन सबै। है साथी हो, ल यो चाहिँ जी लेभल है, लेभल जी हो। टक्क लेभल जीमा आइपुगेँ।
अब म यस्तो हुँदै हुँदै अब यो भिडियो अन्त्य गर्छु है गाइजहरू। यो चाहिँ म माथि काम गर्न जान थाम्यो केल्सीको बाहिरतिर पनि कस्तो हुन्छ हप्ता म मान्छेको भिडमा छु म यस्तो छ हेर्नु होला। यो बाहिर है बाहिर निस्किँदैछु ल हेर्न सक्नुहुन्छ बाहिर कस्तो छ है। बाहिरको माहौल हेर्न सक्नुहुन्छ गाइजहरू। माथि छ काती माथि कति माथि है। यहाँ हेर्नुहोस् कस्तरी सजाएको छ कति राम्रो सजाएको छ। देखिन्छ केल्सीको टावर देखिन्छ देखिन्छ हल्का देख्छ होला। बाहिरको चाहिँ यस्तो छ सिन पानी उफ्रिने ठाउँ यताउता झैँ झैँ सरर हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ बाहिरको माहौल। गर्मी छ यस्तो तातो गर्मी छ यार। हावा पनि चलेर हिँड्छ आज त अलिअलि नै हावा चले होइन यस्तो तातो छ। ल गाइजहरू यार आजको भिडियो चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु म। सर्लक्क लाएर भिडियो राम्रो लागे मन पऱ्यो है मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेसबुकबाट हेर्नु भएको छ भने फेसबुक फलो गर्नु होला मिस्टर सुभाष। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि छुट्टिन चाहन्छु। यहाँ गेटबाट एन्ट्री गरौँ है त साथीहरू। ल बाई बाई गाइजहरू। यस्तो छ यहाँ पनि मान्छे छिरेपछि आफै खुल्छ ढोकाहरू अटोमेटिक। यो ढोका आफै खुल्छ है मान्छे छिरेपछि। म काम गर्नुपर्ने हुन्छ काम गर्ने टाइम भयो साथी काममा लागेँ भन्दै छुट्टिन चाहन्छु है। हस् बाई बाई गाइजहरू।